सरकारी तयारी र राजनीतिक दलहरूले निर्वाचन आयोगमा प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएसँगै नेपालमा फाल्गुन 21 गते घोषित चुनावको पक्षमा माहौल बन्न थालेको छ। पुराना राजनीतिक दलहरू विभिन्न कार्यक्रम लिएर देशभरि जनतामा जान थालेका छन्। यसले देशमा निर्वाचन हुने मनोविज्ञान आम नागरिकमा विकसित हुन थालेको हो। सरकार, पुराना र नयाँ राजनीतिक दल चुनावी तयारीमा जुट्न थालेका छन्। आन्दोलन घोषणा गरेर निर्वाचनका सबभन्दा ठूलो बाधक देखिएका मेडिकल व्यवसायी दुर्गा परसाई समेत आन्दोलनबाट पछि हटेकोले निर्वाचन हुनेमा मतदाता विश्वस्त बन्दै गएका हुन्। चुनावमा पुरानै प्रभाव कायम राख्न प्रमुख राजनीतिक दलमा चलिरहेको नेतृत्व परिवर्तनको अन्तर संघर्षले चुनावी माहौललाई प्रभावित गर्छ। केही जेनजी समूहले नै सडकबाट आफैले बनाएका प्रधानमन्त्रीको राजीनामा पनि माग गरिरहेका छन्। वर्तमान परिदृश्यमा जेनजी सरकारले गराउन खोजेको निर्वाचनको विरोधमा जेनजी नै किन उठिरहेका छन्? के जेनजीले चुनाव टार्न खोज्दैछन्? के यो चुनावले जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन हुन्छ? के अझै पनि स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव हुनेमा विश्वस्त हुनुहुन्छ? के देशले यथार्थ राजनीतिक निकास पाउँछ?